अहिले बेलुकाको 7:30 बजेबाट 8:30 बजेसम्म 1 घण्टाको ध्यान देशना आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै आफूलाई सजिलो लाग्दो एरिया पत्लेर बस्नुहोस्। शरीर सिधा बनाई बायाँ हात तल राखी दायाँ हात माथि चढाएर बुढी औँला अलिकति छाइदिनुहोस्। शरीरलाई सिधा राखेर आँखा मुख दुवै बन्द गरिदिनुहोस्। आँखा मुख दुवै बन्द गर्नुभयो भने नाकबाट सास बाहिर निस्किन्छ, सास भित्र पस्छ, सास बाहिर निस्किन्छ, सास भित्र पस्छ। सर्वप्रथम योगीहरूले समाधि हुनको लागि समाधि नहुन्जेलसम्म त यही श्वास प्रश्वासलाई नै गरिरहनुहोस्। योगीहरूलाई निर्वाण प्राप्तिको लागि यही एउटै सतिपठान मार्ग मात्रै छ। सम्पूर्ण कुशल पुण्यहरू पनि सतीकै आधारबाट हुन्छन्। विशुद्धि मार्ग पालीमा पनि सब्बानी कुशलानी अपमाद मूलक, सब्बानी सम्पूर्ण कुशलानी कुशलहरू अपमाद मूलक अप्रमादीकै जराबाट फैलेर आउँछन्। अप्रमादी भनेको सती पठानलाई भनेको, सतीमा बस्ने होशमा बस्नेलाई भनेको। जति भएका कुशलहरू यही सतीबाट होशबाट नै भएर आउँछन्। सतीबाट कुशल भएर आउँछन् भने सती नभएबाट जति भएका अकुशलहरू सबै फैलेर आउँछन्। सब्बानी अकुशलानी पमाद मूलक, सब्बानी सम्पूर्ण भएका अकुशलानी पाप कर्महरू पमाद मूलक, पमाद भने होश नभएकै बाट नै फैलेर आउँछन्। निर्वाण जानु छ भने पनि सती पठान बेगर हुँदैन। यही सती पठान एउटो सती पठान गरिदिनाले 7वटा फल मिल्ने भगवानले महासती पठान सूत्रमा बताउनु भएको छ। यही सती पठानलाई नै एकयन मग्गो भनेर बताउनु भएको छ। महासती पठानको सुरुमै भगवानले एक यनो अयम भिक्खवे मग्गो सत्तान विशुद्धिया शोक परिदेवानम समति गमाय दुःख दोमनसानम अथंगमाय न्यायस अधिगमाय निब्बानस साक्षी क्रियाय यदिदं चत्तारो सती पठानो। भिक्खवे हे भिक्षुहरू हो, सत्तान विशुद्धिया सम्पूर्ण प्राणीहरूलाई विशुद्धिया काम क्रोध लोभ मोह माया आदि गरिएका क्लेशबाट मुक्त हुनको लागि
क्लेशबाट पवित्र हुनको लागि, क्लेशलाई हटाएर शुद्ध हुनको लागि मग्गो मार्ग एक जनो एउटै छ। भिक्षुवे, हे भिक्षुहरू, सम्पूर्ण प्राणीहरू क्लेशबाट मुक्त हुनको लागि मार्ग एउटै छ। त्यो मार्ग हो सती पठान। शोक परिदेवानम समतिगमाय। शोक अनेक प्रकारका शोकहरू, पीरहरू, चिन्ताहरू, परिदेव अनेक प्रकारका दुखित मनहरू, रुन पर्नेहरू, रोइराख्ने विषयहरूलाई समतिगमाय निभाउने मार्ग पनि एक जनो एउटै छ। त्यो एउटो के हो भन्दा सती पठान। सती पठान एउटो आचरण गर्नाले प्राणीहरूलाई क्लेशबाट मुक्त गर्छ। सत्तानम विशुद्धिया, क्लेशबाट मुक्त हुने मार्ग यही सती पठान हो। शोक परिदेव, शोक चिन्ता रुन पर्ने घटनाहरूलाई पनि समतिगमाय हटाउन सक्ने, निभाउन सक्ने मार्ग यही एउटै छ, सती पठान। बारम्बार सती भावना गर्ने व्यक्ति, सती पठानमा बस्ने व्यक्तिमा शोक चिन्ता हुँदैन, रुन पर्दैन, क्लेशबाट पनि मुक्त हुँदै जान्छ। दुःख दोमनसानम अथंगमाय। दुःख कायिक दुःख, दोमनस चेतसिक दुःख, अथंगमाय कायिक दुःख, चेतसिक दुःख दुईटैलाई निभाउने मार्ग पनि सती पठान। सती पठान यही एउटो सती पठान आचरण गर्नाले कायिक दुःखलाई पनि निभाएर लान्छ। चेतसिक दुःख भनेको मनको दुःख, शरीरको दुःखलाई पनि निभाउन सक्छ, मनको दुःखलाई पनि हटाउन सक्छ। शरीरको दुःख, मनको दुःख दुईटै हटाउन सक्ने, दुईटैलाई निभाउने सती पठान हो। न्यायस अधिगमाय, ज्ञानको उदय हुने मार्ग पनि यही सती पठान हो। सही चार आर्य सत्य जान्ने ज्ञान, चार आर्य सत्य देख्ने ज्ञान पनि सती पठान आचरण गरेबाट नै मिल्छ। सती पठान बेगर ज्ञान खुल्दैन। निब्बानस साक्षी क्रियाय, निब्बानस साक्षी क्रियाय सम्पूर्ण जाति जरा व्याधि मरण नभएको निर्वाणलाई साक्षी क्रियाय साक्षात्कार गर्ने मार्ग पनि सती पठान। यही सती पठान छ। त्यही भएर सती पठानलाई एक जनो मग्गो भनेर भगवानले भन्नुभएको छ। योगीहरू मन बाहिर नजाओस्, समाधि नहुन्जेलसम्म त श्वास प्रश्वास नै गर्नुहोस्। जब मन एकाग्रता भयो, समाधि भयो भने शरीरमा स्वभावहरू बताउन थाल्छ। शरीरमा स्वभावहरू देखिन्छ। शरीरमा
दुख्ने, पोल्ने, चिलाउने, फरफराउने, झमझमाउने, सिल्का हान्ने यिनी स्वभावहरू पनि सती पठन राम्रो भएको व्यक्तिमा देखिन्छ। ती स्वभावहरू देखियो भने योगीहरूले श्वास प्रश्वासतिर नलाग्नुहोस्। श्वास प्रश्वास नगरिकन त्यो स्वभावलाई ज्ञानले हेरिदिनुहोस्। कसैमा समाधि हुँदै गयो भने शरीर भारी भएर आउँछ, थिचे जस्तो पनि हुन्छ। भारी स्वभावलाई पनि थाहा हुन्छ, थिचे जस्तो भएको स्वभावलाई थाहा हुन्छ। एकातिर तानेको ताने पारे जस्तो पनि हुन्छ, कसैलाई गुच्याडे जस्तो हुन्छ। भर्खर यो समाधि भएका योगीहरूमा हुन सक्ने कुराहरू। तर यिनी स्वभाव जे भए पनि योगीहरूले स्वभाव जे भइरहेको छ, भइरहेको स्वभावलाई हेरिदिनु, जानिदिनु। भूतम भूततो पश्यति, भूतम भूततो पश्यति। जस्तो भएको छ त्यस्तै भएकालाई जानिदिनुहोस्। बनाएर नहेर्नुहोस्, खोजेर नहेर्नुहोस्, रोजेर नहेर्नुहोस्। जहाँ जहाँ जे उत्पत्ति भइरहेको छ त्यसैलाई नै जान्दिरहनुहोस्। कसैलाई केहीले चरप्प आएर टाँस्से जस्तो, मुखमा आएर गालामा आएर केही आएर टाँसेको छ कि जस्तो, कसैलाई चरप्प समातेर बटारे जस्तो, मुख ताने जस्तो, गालो ताने जस्तो, तन्के जस्तो पनि हुन्छ। योगीहरूले जे भएको छ, जसो हुँदैछ त्यसलाई अछट्टै भएर म, मेरो, मलाई, मैले भन्ने नमुचिकन जे भएछ त्यसैलाई जान्दिनु। यस्तो भइदे हुन्थ्यो भनेर पनि योगीहरूले भइदे हुन्थ्योतिर पनि जान हुँदैन। यो त नभइदे हुन्थ्यो भन्नेतिर पनि जान हुँदैन। एव रूपम एवं अहोसी। अरे यो रूप यस्तो भइदे हुन्थ्यो, त्यतापट्टि जान हुँदैन, आफ्नो अधीनमा छैन। एवं मा अहोसीति, यस्तो चाहिँ नभइदे हुन्थ्यो भनेर पनि त्यतापट्टि पनि जान हुँदैन। जस्तो भइरहेको छ त्यस्तै नै जान्दिराख्नुहोस्। यो शरीरले जे स्वभाव बताउँछ त्यही स्वभावलाई नै जान्दिरहनुहोस्। योगीहरू मन बाहिर नजाओस्, होस गर्नुहोस्। कसैलाई मुखमा, हातमा, ज्यानमा फरफर 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 बिर 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 मसिना फोका उड्दै फुड्दै उड्दै फुड्दै उड्दै फुड्दै गरे जस्तो पनि देखिन्छ। यिनी देखिँदै गयो भने ठिकै छ, शरीरको स्वभाव यस्तै नै रहेछ। यो खण्डको स्वभाव त यस्तो रहेछ भनेर त्यही स्वभावलाई नै हेरिरहनुहोस्, त्यसैलाई नै जान्दिरहनुहोस्। त्यसबाट कटेर पनि नजानुहोस्, त्यसबाट कटेर पनि चिन्तन नगर्नुहोस्। जस्तो स्वभाव जस्तो तरिकाले बताएको छ त्यस्तै प्रकारले हेर्दिरहनुहोस्। धर्मको गुणमा यही पसीको
यही भनेको आऊ पस्छ हेर। अहिले यो खण्डको काम के हो भन्दा यही पस्छ। आऊ हेर आऊ हेर। खण्डले बोलाएको छ ज्ञानले। यस्तो स्वभाव रहेछ, यसको स्वभाव यस्तो पो रहेछ। ज्ञानले जान्दिराख्ने मात्रै हो। उत्पत्ति बतायो, उत्पत्ति भएकालाई जान्दिनुहोस्। विनाश बतायो, विनाश भएकालाई जान्दिनुहोस्। उत्पत्ति भयो, उत्पत्ति भएकालाई जान्दिनुहोस्। विनाश भयो, विनाश भएकालाई जान्दिनुहोस्। हेर्ने योगीहरूले हातमा हेर्छु, ज्यानमा हेर्छु, खुट्टामा हेर्छु, टाउकामा हेर्छु, मुखमा हेर्छु भनेर हात खुट्टा ज्यान टाउको भन्ने प्रज्ञप्तिलाई नलिकन जे स्वभाव बताएको छ त्यही स्वभावलाई जान्दिरहनुहोस्। योगीहरू सबैले ध्यान दिएर हेर्नुहोस् त शरीरलाई। राम्रो ध्यान दिएर हेर्नुहोस् त एउटा स्वभाव त बताइ नै रहेको छ। स्वभाव नभएको बेला भन्ने छैन, कतिखेर पनि छ। उत्पत्ति विनाश रूपमा कतिखेर पनि छ। राम्रो हेरिदिनुहोस् त। हो त्यो भएको स्वभावलाई म भन्न भने म जस्तो छैन, म भन्ने जग्गा पनि छैन भन्ने बित्तिकै बिग्रिन्छ। मेरो भनम त अनित्य बताइरहेको छ, मेरो पनि होइन। मलाई भनम त म भने नै छैन यो शरीरमा, यो नाम रूपमा। जस्तो छ, जस्तो बताइरहेको छ त्यस्तै स्वभावलाई जान्दिरहनुहोस्। मन बाहिर नजाओस्। होस गर्नुहोस्। यही हेरेको नै यसलाई सतिपठन भन्छ। यदि क्षण क्षणमा परिवर्तन भइरहेको यो कायलाई हेर्नुभयो भने काय अनुपासना सतिपठन हुन्छ। त्यसलाई अनुभूति गरिरहेको स्वभावलाई हेर्नुभयो भने वेदना अनुपासना सतिपठन हुन्छ। त्यसलाई सम्झेको यदि त्यसलाई वेदना पनि मनन नगरी कायलाई पनि मनन नगरी जति उत्पत्ति हुन्छ सबै विनाश मात्रै छ भनेर यम किंची समुदय धम्मम सबम तम निरोध धम्मन्ति। उत्पत्ति जति विनाश, उत्पत्ति र विनाश मात्रै छ भनेर स्वभावलाई मात्रै ध्यान दिएर हेर्नुभयो भने धम्मानुपासना सतिपठन हुन्छ। यदि विज्ञान चित्त, जान्ने चित्तलाई ध्यान दिएर हेर्नुभयो भने चित्त अनुपासना सतिपठन हुन्छ। योगीहरूले जसरी हेर्दा सजिलो लाग्छ, जसरी देख्नुहुन्छ त्यसरी नै हेर्दै जानुहोस्। मन बाहिर नजाओस्। होसले अहिले क्षण क्षणमा जे भइरहेको छ त्यसैलाई नै हेरिरहनुहोस्। भगवानले महासतिपठन सूत्रमा कायलाई हेर्ने योगीले पनि हेर्नु कायलाई क्षण क्षणमा नयाँ 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 उत्पत्ति भइरहेछ, विनाश भइरहेको छ, उत्पत्ति भइरहेको छ, विनाश भइरहेको छ। हेर्नु त्यसलाई। इद भिक्खवे काये कायनुपसे विहरति आतापि सम्पजानो सतिम विनेय लोके अभिज्ञा दो मनसम भनेर
महासती पठन सूत्रमा बताउनु भएको छ। भिक्षवे, हे भिक्षुहरू, इद अहिले यो ठाउँमा यो शासनमा कायलाई हेर्ने वा रूपखण्डलाई हेर्ने योगीहरूले यो रूपखण्ड हो भनेर काय नुपसे विहरती, त्यही कायलाई नै राम्रो ध्यान दिएर हेरिदिनु हो। भगवानले काय पब्बमा कायलाई धेरै प्रकारले बताउनु भएको छ। गच्छन्तो वा गच्छामीति पदानाति, ठितो वा ठितमिति पदानाति, शयानो वा शयानोमिति पदानाति। गच्छन्तो वा गच्छामीति पदानाति, आफू हिँड्दैछ गइदैछ भने पनि एउटो एउटो खुट्टो उचाल्दै सार्दै टेक्दै उचाल्दै सार्दै टेक्दै गरेदेखिबाट जान्नु पर्दछ। कायलाई हेर्ने योगीहरूले एउटो खुट्टो उचाले सारे टेके उचाले सारे टेके उचाले सारे टेके हिँड्दाखेरि पनि, बसेको बेलामा पनि निसिन्नो वा निसिन्नमिति पदानाति, त्यही बसेकोलाई पनि बसिरहेकोलाई जान्दै रहनु, मन चारपट्टि जान नदिनु। बसिरहेकोलाई पनि जान्दै रहनु। ठितो वा ठितामिति पदानाति, यदि उम्मेको छ भने पनि उम्मेकैलाई जान्दै रहनु, त्यहाँभन्दा मन जान नदिनु बढेर। सुतेको छ भने सुतिरहेकालाई जाने दिनु। शयानो वा शयानमिति पदानाति, सुतेको अवस्थामा पनि सुतिरहेको खण्डलाई जानि नै रहनु। अन्तिम भगवानले आलोकिते विलोकिते सम्पदानकारी होती, दाहिने फर्केर हेर्दा होस् वा बायाँपट्टि फर्केर हेर्दा होस्, त्यसमा पनि सती पठानले हेर्नु, सती पठानले फर्किनु। दाहिने फर्केकालाई पनि दाहिने फर्क्यो भनेर जाने दिनु, बायाँपट्टि फर्क्यो भने पनि बायाँपट्टि फर्केकालाई जाने दिनु। कुनै अवस्थामा पनि भगवानले समिज्जिते पसारिदे सम्बदानकारी होती, हात खुम्च्याउँदा या हात पसार्दा, खुट्टा खुम्च्याउँदा वा खुट्टा पसार्दा पनि खुम्च्याएको पसारेको देखिबाट सम्पूर्ण जाने दिनु। यतो यतो काय पणिहितम, जस्तो प्रकारको यो कायको स्वभाव चल्दैछ, जे हुँदैछ, भइरहेकालाई चाहिँ जान्दै रहनु। कतिखेर पनि जान्दै रहनु। भगवानको पालामा एक भिक्षु भिक्षाटन जाँदाखेरि सती पठानले पाइला चालिरहनु भएको थियो। देब्रे पाइलो सर्यो, देब्रे पाइलोलाई उचालेर सारे टेकेदेखिबाट उहाँले सतीले हेर्नुहुन्थ्यो। दाहिने पाइलो सार्दाखेरि दाहिने पाइलो सारेको पनि उचालेदेखि उचालेको सारेको टेकेको सम्म उहाँले सतीले हेर्नुहुन्थ्यो। आफू भिक्षाटन जाने गाउँ नगर बाटैभरि उहाँले सतीले नै हेरिरहनुहुन्थ्यो। एक पाइलो पनि सती बेगर नसरोस् उहाँको चेतना।
सती बेगर अम्माटम्मै भने जस्तो होस नभइकन एक पाइलो पनि नसार्ने, पाइलै पछि सती हिँड्दाखेरि भिक्षाटन जाँदा। एक दिन एउटा गाउँ पुग्ने बेलामा गाउँ नपुग्दै भिक्षाटन हिँड्नुभएको थियो। घरि अगाडि बढ्नुहुन्छ, घरि पछि फेरि हट्नुहुन्छ। उहाँका पाइला घरि अगाडितिर जान्छन्, घरि पछि हट्छन्। एक उपासकले देखे, अब भन्तेजीको यहाँ केही हराएछ र हो कि भनेर गएर सोध्छन्। भन्तेजी हजुरको यहाँ के हराएर हो कि के खोज्दै हुनुहुन्छ सोध्छन्। तपाईको के हरायो र यहाँ के खोज्दै हुनुहुन्छ भनेर। अनि भन्तेजीले के जवाब दिनुभयो भन्दा उपासक मेरो यहाँनिर हरायो नि। त्यहाँ के हरायो भन्थे भन्दा मेरो होस हरायो यहाँनिर। म बिहारबाट निस्केदेखिबाट सती पठानले चालेका पाइला हुन्। सती पठानले नै पाइला चाल्दै म आएको थिएँ। यहाँनिर आइपुग्दाखेरि क्षणिक सती बेगर चालेछु पाइला। सती बेगर पाइला चालेको हुँदाखेरि कति पाइला सती बेगर कटेर गए, त्यही अनुसारले म फेरि ती पाइला पछि हटाएर सतीले पाइला चाल्नको लागि अम्माटम्मै जस्तो होस नभइकन पाइला कति पाइला सरेर गए, त्यति पाइला नै फेरि फर्केर त्यहाँबाट फेरि सती पठानले नै पाइला चाल्नको लागि म यसरी पछि हटेको। उपासक छक्क परे। भन्तेजीहरू भिक्षाटन हिँडेको बेलामा पनि यत्तिकै हिँड्नु हुँदो रहेनछ। भिक्षाटन हिँड्दा हिँड्दै पनि आफ्नो काम गरिरहनु भएको रहेछ। ती उपासकले भिक्षाटन हिँड्दा हिँड्दै पनि आफ्नो काम गरिरहनु भएको रहेछ। हो त्यस्तरी नै योगीहरू राम्रो प्रकारले सती पठानमा हिँड्दा बस्दा खाँदा सुत्दा नुहाउँदा कतिखेर पनि सती पठानमा चल्नुपर्छ। कुनै विषयमा पनि, कुनै अवस्थामा पनि, कुनै ठाउँमा पनि हिँड्दा होस् या बस्दा होस् या खाँदा होस् या सुत्दा होस् या उमेरको बेलामा कुनै बेलामा पनि होसमा बसिराख्ने व्यक्तिलाई क्लेशले सताउन पाउँदैन। होसमा बसिराख्ने व्यक्तिको नजिक क्लेश आउनै सक्दैन। त्यही भएर भगवानले सत्तानम विशुद्धिया प्राणीहरूलाई क्लेशबाट मुक्त गर्ने मार्ग नै यो सती पठान हो। योगीहरू होस गर्नुहोस्, मन बाहिर नजाओस्। यतिखेर शरीरमा जे भइरहेको छ भएको स्वभावलाई ज्ञानले जान्दिरहनुहोस्। भएको स्वभावलाई जान्दिरहनुहोस्। अहिले 1 घण्टाको समय ध्यान बस्नुहुन्छ भने 1 घण्टा नै पुरै जान्दिरहनुहोस्। अनि यहाँबाट उठेर जाँदाखेरि पनि पाइलै पछि होसले जान्दिरहनुहोस्। आफ्नो ठाउँमा पुग्यो, आफ्नो आराममा पुग्यो भने आफ्नो आश्रममा पुगेको बेलामा पनि एउटामा बात नगरी कुराकानी नगरिकन सती पठानले नै बस्नुपर्छ। भगवानले अन्तिम कहाँसम्म भन्नुभएको छ भन्दा संघाटी पत चिवरम सम्पदानकारी होती। चिवर फेर्दा चिवर लगाउँदा पनि होसले लगाउनु।
योगीहरूलाई लुगा फेर्न पर्दाखेरि पनि यत्तिकै होस नगरिकन फेर्नी पनि नगर्नुहोस्, होसले फेर्नुपर्छ। अहिले लुगा फेरिँदैछ भने फेर्दैछु, लुगा फेर्दैछु, त्यसलाई होस गर्दै रहनुपर्छ। हो यसरी होस राम्रो हुँदै गयो भने क्लेश आउन पाउँदैन, क्लेशबाट मुक्त भइन्छ। अहिले यो कायालाई हेर्दाखेरि पनि ध्यान बस्दै गएका योगीहरूमा भारी पनि हुन्छ। पृथ्वीको स्वभाव हल्का पनि हुन्छ। पृथ्वीको स्वभाव भारी हल्का कडा नरम, कसैलाई चिसो पनि हुन्छ, कसैलाई तातो पनि भएर आउँछ। तेजको स्वभाव कसैलाई चरप्प पारे जस्तो, जस्तै पिठोलाई पानी खनाएर मुस्दाखेरि जस्तै एउटो धुलोलाई पानीले चप्प समातेर डल्लो पार्छ, त्यस्तै कोही बेलामा चप्प समाते जस्तो पनि हुन्छ। कोही बेलामा योगीहरूलाई सलसले मुखबाट र्याल पोप चोएको छ कि नाकबाट सिगान पो बगेको छ कि भने जस्तो सलसले बगे जस्तो पनि देखिन्छ। कसैलाई एकापट्टि ताने पारे जस्तो शरीरै बाङ्ग्यो कि भन्ने जस्तो पनि हुन्छ। तानेको छ मेरो त शरीरै बाङ्ग्यो ला, कस्तो देखिन्छ होला बाहिरबाट भने जस्तो त्यस्तो पनि हुन्छ। वायुले घुच्याड्ने अडाउने काम गरिरहेको छ। योगीहरू मन बाहिर नजाओस्, होस गर्नुहोस्। जब भगवानले सती पठान दिँदै जाँदा कायको बारेमा अझै के भन्नुहुन्छ भन्दा, इद भिक्खवे कायनुपस्थितो विहरति। हे भिक्षुहरू, काय भन्ने यो जम्मा भइएको स्वभावलाई, काय अनुपसी स्वभावलाई राम्रो हेरेर विहरति बस्नु। आतापि सम्पजानो सती म विनेय लोके अभिजादो मनसम। अहिले हेर्दा योगीहरूले आतापि उरिय भने लगाउनु, आतापि सम्पजानो, आतापि उरिय, आतापि उरिय भनेको समपदान चावडालाई भनिएको हो। आतापि उरिय भन्नाले क्लेश रूपी शत्रुहरूलाई दमन गर्ने उरियलाई आतापि भनिन्छ। क्लेश रूपी शत्रुहरूलाई दमन गर्ने उरिय। उरिय तेजिलो बनाएर सती होसलाई बलियो बनाएर सम्पजानो ज्ञानले जहाँ जहाँ जे भइरहेको छ त्यसलाई ज्ञानले जान्दिरहन पर्छ। जहाँ जहाँ जे उत्पत्ति हुन्छ, जहाँ उत्पत्ति भयो त्यही ठाउँमा विनाश पनि हुन्छ, उत्पत्ति पनि हुन्छ, विनाश पनि हुन्छ। त्यसैलाई नै ज्ञानले जान्दिरहनुहोस्। समुदय धम्म नुपशिव कायस्मि विहरति। वय धम्म नुपशिव कायस्मि विहरति।
समुदय वय धम नुपशिव कायस्मि विहरति समुदय धममा नुपशिव उत्पत्ति भइएको धर्मलाई पनि उत्पत्ति भयो भनेर ज्ञानले राम्रो तरिकाले जानिदिनुपर्छ। वय धम नुपशिव बिग्रियो अनित्य भयो भने पनि अनित्य भनेर ज्ञानले जानिदिनुपर्छ। बन्ने बिग्रिने भइरहेको छ भने पनि ज्ञानले जान्दिरहन पर्छ, त्यसैलाई हेर्दिरहन पर्छ। हो यसरी हेर्नाले के हुन्छ त भन्दा अभिज्झा दोमनसम अभिज्झा भन्ने लोभ पनि हुँदैन, दोमनसम भन्ने दुखी मन पनि हुँदैन सतीपठनमा बस्ने व्यक्तिमा। अभिज्झा भन्नाले अर्काको सम्पत्तिमा लोभ भएर तानिएर यो मेरै भयो भने त भनेर आफूतिर तानिने लोभलाई अभिज्झा भन्छ। दोमनस्स भनेको दुखी मन, यिनी दुईटैलाई निभाउन सक्छ। त्यसो हुँदा योगीहरू मन बाहिर नजाओस्, अहिले क्षण क्षणमा जे भइरहेको छ शरीरमा सबै योगीहरूले हेर्नुस् त यतिखेर श्वास प्रश्वासतिर नलागिकन यो शरीरमा के भइरहेको छ त्यसलाई हेर्नुस् त। एउटै स्वभाव त बताइरहेकै छ, एउटै स्वभाव त बताइरहेकै छ। आफूले त्यो स्वभावलाई प्रज्ञप्ति नमुछिकन स्वभावलाई मात्रै क्षण क्षणमा बिग्रिरहेकोलाई देख्ने कोसिस गरेर हेर्नु। चिलायो हेर्दा छैन, अनित्य भइरहेछ, त्यो पनि सिक गर्दै बिग्रिँदै उत्पत्ति हुँदै बिग्रिँदै उत्पत्ति हुँदै बिग्रिँदै उत्पत्ति हुँदै भइरहेको छ। दुखेकालाई हेर्नुहोस्, त्यो पनि एउटो दुखाएर मिल्दैन। किन नमिलेको भन्दा अनित्य हुनाले, नयाँ उत्पत्ति भइरहेको हुनाले। योगीहरू अनित्य भन्ने यही पञ्चखण्डलाई नै अनित्य भनिएको। रूप अनित्य, वेदना अनित्य, संज्ञा अनित्य, संस्कार अनित्य, विज्ञान अनित्य, यो पञ्चखण्ड नै अनित्य हो। पञ्चखण्डलाई देख्नुभयो भने अनित्यलाई देख्नुभयो, बिग्रेकालाई देख्नुभयो भने लक्षणलाई देख्नुभयो। देखेको जानेको चाहिँ ज्ञान अनित्य लक्षण ज्ञान। यसरी हेर्ने योगीमा जहाँ जे उत्पत्ति भए तापनि म छैन, त्यसमा मेरो भन्ने छैन, कुनै सत्ता प्राणी भनाउँदा केही पनि छैन। के चाहिँ छ त भन्दा बन्ने र बिग्रिने मात्रै छ। के हो त त्यो भन्दा यही नामरूप पञ्चखण्ड हो। यो नामरूप पञ्चखण्डलाई छोडेर उत्पत्ति हुने अर्को छैन। जति उत्पत्ति हुने यही नामरूप पञ्चखण्ड हो। यही खण्ड नै अनित्य छ, दुःख छ, अनात्मा छ, अधीनमा छैन। योगीहरू मन बाहिर नजाओस्, होसले हेरिरहनुहोस्। मन बाहिर नजाओस्।
जब योगीहरू हेर्दै जानुहुन्छ, जति हेर्दै जानुभयो उति अनित्यलाई प्रष्ट देख्दै गइन्छ। जति हेर्दै जानुहुन्छ उति यो अनित्य, दुःख, अनात्मालाई प्रष्ट देख्दै जानुहुन्छ। अनित्यलाई पनि देख्नुभयो, दुःखलाई पनि देख्नुभयो भनेदेखि अध्ययनमा नभइएको स्वभावलाई पनि जानिन्छ, अनात्मा स्वभावलाई। हेर्दै गएर योगीहरू हेर्ने ज्ञान, देख्ने ज्ञान छिप्पिने गरी हेर्दिनु। भद्रेको रथ सूत्रमा भगवानले के भन्नुभएको छ भन्दा, पचुपन्नञ्च यो धम्मो तथा तथा विपश्यति, असम हीरम असम कुपम तम विद्वा मनुब्रुहये। भद्रेको रथ सूत्रमा अतीतम नान्वगमय, बितेको अतीतलाई पनि गएर नसम्झिनुहोस्, नसोच्नुहोस्, अतीतपट्टि मन नफर्काउनुहोस्। बितेका घटनाहरू बित्यो भ्याइयो, अब त्यसलाई फेरि वापस नफर्काउनुहोस्। अनि नपुगेको अनागतपट्टि पनि चिन्तन नगर्नुहोस्। पछि अनागतमा के गर्छु, कसो गर्छु, के हुन्छ कि के हुन्न कि, अनागतलाई पनि नसम्झिनुहोस्, अनागततिर पनि मन नजाओस्। अतीततिर मन फर्क्यो भने चित्त नबुनी द्वेषहरू खडा भएर आउँछ। अनागतलाई हेर्न पुग्यो, अनागततिर मन तान्यो भने लोभ आदि गरिएका क्लेशहरू खडा हुन्छन्। त्यसो हुँदा भगवानले अतीतमा पनि नजानु, अनागतलाई पनि चिन्ता नगर्नु। पचुपन्नञ्च यो धम्मो तथा तथा विपश्यति। यो धम्मो, यो जुन धर्म हो, पचुपन्नञ्च अहिले वर्तमानमा नै क्षण क्षणमा भइरहेको छ। तथा तथा विपश्यति, क्षण क्षणमा भइरहेको धर्मलाई जहाँ जहाँ भएको छ, जे भएको छ, त्यसैलाई नै अनित्य, दुःख, अनात्मा भएको जान्दिनुहोस्। त्यसैलाई नै अनित्य, दुःख, अनात्मा भएकालाई हेरिरहनुहोस्। कुनै स्वभाव पनि स्थिर भन्ने छैनन्। जे उत्पत्ति हुन्छ त्यो विनाश भइजान्छ तत्कालीन। अटल भएर रहने यिनी उत्पत्ति हुने स्वभाव जति अटल भएर रहने भने एउटा केही पनि छैन। मन बाहिर नजाओस्, होस गर्नुहोस्। जब यसरी देख्दै जानुभयो, हेर्दै जानुभयो, नाम रूपलाई पनि पहिले छुट्याएर आउनुभयो, कारण कार्यलाई पनि जानेर आउनुभयो। जब यसरी खण्डको उदय वयलाई जान्दै जानुभयो, देख्दै जानुभयो भने उत्पत्ति भएको पनि पञ्चखण्ड, विनाश भएको पनि पञ्चखण्ड। उत्पत्तिमा पनि म छैन, विनाशमा पनि म छैन। उत्पत्तिमा पनि मेरो छैन, विनाशमा पनि मेरो भन्ने छैन। हो यसरी म मेरो नभइएकोलाई राम्रो समाधि प्रज्ञाले जान्दै जानुभयो भने के हुन्छ त भन्दा, सक्काय दिट्ठी पहियति। सत्काय दृष्टिलाई पहिले हटाउन सकिन्छ। हेरेको, देखेको, जानेको ज्ञानले पहिले सत्काय दृष्टिलाई हटाइदिन्छ। म मेरो भएर यसरी लिइरहने दृष्टि, तृष्णा
हो यिनलाई पहिलो सुरुकै देखेको ज्ञानले हटाइदिन्छ। त्यसकारणले योगीहरू विपස්සना भावनालाई चाहिँ बार बार गर्दिरहनुहोस्। बार बार भावना गर्दिरहनुहोस्, हेर्दिरहनुहोस्, देख्दिरहनुहोस्। यसरी बारम्बार हेर्दै गएको, देख्दै गएकोले नै ज्ञान आस्ते आस्ते छिपिँदै आउँछ। ज्ञान छिप्यो भने अहिले हो यो नाम रूपलाई भयो भनेर पनि देख्नुहुन्छ। यो त डरलाग्दो पो रहेछ, कुनै सार नभइएको असार पो रहेछ, सिर्फ दुःख दिने मात्रै रहेछ। ज्ञानमा थाहा हुँदै आउँछ, सिर्फ दुःख दिने मात्रै रहेछ, कुनै सार नभइएको रहेछ, अन्य तारा केही पनि नभइएको रहेछ भनेर ज्ञानले यसरी जान्दै जान्छ। अनि जान्दै गएर खण्डका कसुरहरू पनि देख्छ। रूपले पनि बन्ने बिग्रिनेबाट सताइरहेको छ, मनले पनि उत्पत्ति विनाशबाट सताइरहेको छ। रूप पनि बन्यो बिग्रियो, बन्यो बिग्रियो, कतै काम लाग्दैन। वेदना पनि भोग गर्छ बिग्रिन्छ, भोग गर्छ बिग्रिन्छ, कहीँ काम लाग्दैन। संज्ञा खण्ड पनि सम्झिन्छ बिग्रिन्छ, सम्झिन्छ बिग्रिन्छ, त्यो पनि काम लाग्दैन। संस्कार पनि घरिघरि नयाँ नयाँ खडा गरिराख्छ, बिग्रिरहेको छ। संस्कार खण्ड विज्ञान पनि जान्दछ बिग्रिन्छ, जान्दछ बिग्रिन्छ। नाम खण्डका पनि अनित्यलाई जान्दछ। रूप अनित्य, नाम अनित्य। यिनी नाम रूप एक अन्य मन्य पो रहेछन्। रूपम निस्साय नामम पवत्तति, नामम निस्साय रूपम पवत्तति। रूपको आडमा मन उत्पत्ति हुन्छ भने मनको आधारबाट रूप पनि उत्पत्ति भइ नै रहन्छ। अन्य मन्य एक एउटालाई उपकार पो रहेछ, ज्ञानमा थाहा हुँदै आउँछ। आखिरी त मन पनि रूप, मन पनि दुःख, रूप पनि दुःख। मन र रूप दुईटै दुःख। उत्पत्ति पनि दुःख, विनाश पनि दुःख। उत्पत्ति विनाश दुईटै दुःख। जब यसरी दुःख सत्यलाई हेर्दै गयो, देख्दै गयो भने के हुन्छ त भन्दा यस प्रकारले देखिएको व्यक्तिमा रूपस्मिंपि निबिन्दति। रूपबाट पनि दिगदारी हुन्छ। रूपको कसुर देखियो, त्यहाँ पछिबाट रूपबाट दिगदारी हुँदै आउँछ। वेदनाबाट पनि दिगदारी भएर आउँछ। रूपस्मिंपि निबिन्दति, वेदनायापि निबिन्दति, संज्ञापि निबिन्दति, संखारेषुपि निबिन्दति, विज्ञानस्मिंपि निबिन्दति। जब यसरी अनित्यलाई देख्दै गयो, दुःखलाई देख्दै गयो भने त्यतिखेर रूप खण्डसँग पनि दिगदारी हुन्छ। वेदना खण्डसँग पनि दिगदारी हुन्छ। संज्ञा खण्डसँग पनि दिगदारी हुन्छ। संज्ञाले सम्झिन्छु भने पनि उत्तिखेर सम्झिन्छ बिग्रिरहेको छ, क्षण क्षणमै सम्झेको छ, क्षण क्षणमै बिग्रि पनि रहेको छ।
अनि त्यसरी बिग्रिरहेको देख्दाखेरि संज्ञा खण्डसँग पनि दिग्दारी हुन्छ। संखारे सुपी निबिन्दति, संस्कार खण्डमा पनि दिग्दारी हुन्छ। घरिघरि नयाँ नयाँ उत्पत्ति बनाइरहेको छ, बिग्रिरहेको छ, उत्पत्ति गराइरहेको छ, बिग्रिरहेको छ। जति बन्ने छन् बिग्रिने मात्रै बनेका छन्। बन्नेमा पनि सार छैन, बिग्रिनेमा पनि कुनै केही सार छैन। सम्पूर्ण यसरी बन्ने बिग्रिने मात्रै भइरहेको ज्ञानले देख्दै जान्छ। विज्ञानस्मिंपि निबिन्दति, विज्ञान जान्ने विज्ञान चित्तमाथि पनि दिग्दारी हुन्छ। निबिन्दम विरज्जति, जब दिग्दारी भएका योगी बल्ल वैराग्यतिर जान्छन्। वैराग्य भन्नाले चाहिएन, यो रूप पनि चाहिएन, वेदना पनि चाहिएन, संज्ञा खण्ड चाहिएन, संस्कार खण्ड पनि चाहिएन, विज्ञान खण्ड पनि चाहिएन। यिनी पाँचवटै खण्डमा दिग्दारी भएपछि ती खण्डमा तानिने तृष्णा पनि हट्दै जान्छ। विरज्जति, राग नभइएको चित्त हुन्छ बल्ल। विराग विमुच्यति, राग छैन भने विमुच्यति, बल्ल मुक्ति भन्ने ठाउँमा पुग्न सकिन्छ। मुक्तिको साक्षात्कार हुन्छ, निर्वाणको साक्षात्कार हुन्छ ध्यानबाट नै। जब यसरी निर्वाणको मुक्तिको साक्षात्कार भयो भनेदेखि पहिलो साक्षात्कारले श्रोतपन्न, फेरि आचरण गर्दै गएर दोस्रो पालि साक्षात्कार भयो भने सकृतगामी, अझै पनि आचरण गर्दै गएर तेस्रो पालि साक्षात्कार गरियो भने अनागामी, अझै आचरण गर्दै जाँदा चौथो पालि साक्षात्कार गर्दाखेरि अरहन्त। योगीहरू मन बाहिर नजाओस् र त्यहाँबाट विराग विमुच्यति, वैराग्य भएको व्यक्ति छुटकारा हुन्छ। छुटकारा भयो भने पनि छुटकारा भएको उत्तिखेर जानेको ज्ञान हुन्छ। विमुक्तस्मि विमुक्तस्मिति ज्ञान होती, छुटकारा भएको ज्ञान हुन्छ। क्षीण जाति, अब जन्म छैनन् भन्ने पनि त्यो बेलामा थाहा हुन्छ। क्षीण जाति उचितम ब्रह्मचर्यम, उत्तम भइएको मार्ग ब्रह्मचर्य आचरण गर्दाखेरि अब जन्म छैन उहाँहरू पनि जान्दछन्। त्यसकारणले योगीहरू यो नामरूपलाई देख्नुहोस्, नामरूपको अनित्यलाई देख्नुहोस्, नामरूपको दुःखलाई देख्नुहोस्, नामरूप अधीनमा नभएकोलाई देख्नुहोस्, जान्नुहोस्। अहिले विशेष गरी हेरेको नै हो यो नामरूपलाई हेरेको। नामरूप दुःख सत्य भनेर प्रष्ट जान्नको लागि हेरेको। दुःखलाई जान्यो भने बल्ल दिग्दारी हुन्छ, दुःखलाई नजानिकन दिग्दारी हुँदैन। दुःख सत्यलाई प्रष्ट जान्ने गरी हेर्दिन पर्छ। यतिखेर योगीहरूले यही खण्डको उत्पत्ति विनाश, उत्पत्ति विनाश त्यसैलाई नै हेर्दिराख्नुभयो भने त्यही देखिरहेको जानिरहेको ज्ञानले दुःख सत्य भनेर पनि जान्दछ। उत्पत्ति पनि दुःख, विनाश पनि दुःख भनेर जान्दछ। दुःखलाई जान्यो भने बल्ल
तानिँदैन, दिगदारी हुन्छ। तानिएन भनेदेखि बल्ल मुक्तिमा पुग्न सकिन्छ। त्यसो त अहिले योगीहरूले मुक्ति नखोज्नुहोस् कि दुःख सत्यलाई प्रष्ट जान्नको लागि हेरिदिनुहोस्। दुःख सत्य भन्यो भने त्यही अनित्यलाई नै दुःख भनेको। त्यही अनित्य क्षण क्षणमा बन्दै बिग्रिँदै भइरहेको नै दुःख हो। किन दुःख भन्दा काम पनि लाग्दैन, काम लगाउने जग्गा पनि छैन। कतै काम नलाग्ने भएकोले गर्दा त्यो दुःख। अनि योगीहरूको ज्ञानमा त्यो दुःखलाई देख्दै जानुभयो भने यो दुःख सत्य खण्ड, यो शरीर चाहिएन, यो उत्पत्ति विनाश चाहिएन, यो बन्ने बिग्रिने चाहिएन, रूप पनि चाहिएन, वेदना पनि चाहिएन, संज्ञा संस्कार विज्ञान केही पनि चाहिएन। तर आफूलाई यो नभइदिए हुन्थ्यो, तर उसको उत्पत्ति विनाशको लहर एकनाश चलिरहेको छ, बन्ने बिग्रिने भइ नै रहेको छ। आफूलाई नभइदिए हुन्थ्यो, तर ऊ भइरहेको छ। जति नै नभइदिए हुन्थ्यो भनेर पनि हुँदैन। आफ्नो अधीनमा केही पनि छैन भने त्यो बेलामा प्रष्ट हुन्छ। अधीनमा केही पनि छैन भनेर प्रष्ट जानेको ज्ञान नै अनात्मा लक्षण ज्ञान, अनात्मालाई जानेको ज्ञान वा अधीनमा नभएकालाई जानेको ज्ञान। अनात्मालाई पनि जान्यो भनेदेखि म भने त केही त रहेनछ, मेरो भने त केही त रहेनछ, सिर्फ दुःख मात्रै पो रहेछ, दुःख मात्रै पो रहेछ भनेर जब ज्ञानमा प्रष्ट हुँदै जान्छ अनि बल्ल चित्त निर्वाणतिर फड्किन्छ। योगीहरू मन बाहिर नजाओस्, होस गर्नुहोस्। यो शरीरमा, यो मनमा जे स्वभाव उत्पत्ति भएको छ त्यसैलाई नै हेरिदिनुहोस्, त्यसैलाई नै जान्दिनुहोस्। त्यसैलाई जान्नलाई कोसिस पनि गरिराख्नुहोस्। मन बाहिर नजाओस्।